यति राम्रो पेडा मैले कसरी बनाएँ भनेर म हजुरहरूलाई देखाउँछु। भिडियोलाई पुरा हेरिदिनु होला है त। आज मेरो भान्सामा बन्दैछ खुवाको पेडा। मसँग आधी किलो जति खुवा थियो अनि मैले चाहिँ त्यसलाई मजाले फुटाएर धुलो बनाएर राखेँ। अनि एउटा स्टिलको कराईमा चाहिँ थोरै दुध हालेर खुवालाई राख्दिएँ के, त्यो अघि फुटाको खुवा जति सबै त्यसमा हाल्दिएँ मैले, किनभने त्यो स्टिलको भाँडा छ एक त, त्यहाँमाथि फेरि डढिहाल्छ, मुनि लाग्छ है। अनि त्यो त्यसरी त्यही भएर थोरै दुध राखिदिएको अथवा घिउ राखे नि हुन्छ। घिउ चाहिँ अब चिल्लै हुन्छ, खुवा पनि नराख्दा नि हुन्छ। अब यसलाई सबै डल्लाडुली फुटाएर मजाले चलाउने, यत्तिको बनाउने, यसरी लाग्दिहाल्छ के पिँधमा। हेर्नु न, एकछिन पनि छोड्न हुँदैन है। यो चाहिँ चलाउँदाखेरि चाहिँ यसको चाहिँ काम भनेकै अरू केही रहन्छ, खालि चलाउने थिची थिची पिनी मजाले मसिनो हुने गरी चलाउने, पकाइरहने। अनि मैले यसमा चिनी राख्दिएँ। चिनीलाई चाहिँ मिक्सरमा पिसेर राख्दिएँ। अलिकति मोटो दानाको थियो मसँग, त्यही भएर मिक्सरमा पिसेर राख्दिएँ। यसलाई चाहिँ यति चलाउन पर्ने रहेछ नि, मैले नि फर्स्ट टाइमै बनाएको है। बडो झन्झट काम रहेछ यो चाहिँ। चलाएको चलै छोड्न नमिल्ने, फेरि पिँधमा लागिहाल्ने, त्यस्तो हुने रहेछ के। हामीले केही कुरा पनि अब आउँदैन, जान्दिन, गर्दिन भन्यो भने त्यो हामीलाई कहिले पनि नआउने रहेछ। त्यही भएर जे कुरा पनि बिग्रे पनि एकचोटि बिग्रिन्छ नि त, अर्कोचोटि त राम्रो बनिहाल्छ नि। मैले नि त्यही भएर आज फर्स्ट टाइम मैले ट्राई गरे हो के पेडा चाहिँ, तर पनि मेरो चाहिँ राम्रै भयो। अब यत्तिको भइसकेपछि, कराई पुरै छोडिसकेपछि यो चाहिँ गाउँको हलुवा हुन्छ नि, त्यस्तो हुनु पर्दो रहेछ कि, कलर पुरै चेन्ज हुनु पर्दो रहेछ। अनि एउटा थालमा राखेर सेलाएपछि मजाले पिठो मुछे जसरी मुछे, त्यसपछि हातमा थोरै घिउ लगाएर चाहिँ अनि मैले सेप दिन सुरु गरेँ पेडाको। त्यसपछि त मजाले बिचमा थिच्दिएँ मैले। अनि पेडा अब यस्तै त हो नि, आफूलाई जस्तो मन लाग्छ त्यस्तै आकारमा बनाउँदा नि हुन्छ। टक्क बिचमा थिचेपछि त भइहाल्यो है। अनि त्यसपछि मैले एउटा प्लेटमा राख्दिएँ। टक्क 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 राखेपछि त हाम्रो पेडा पनि रेडी भयो। अनि मैले गार्निसको लागि चाहिँ मरिसे बदाम र पेस्ता होइन, यो पम्किन सिडलाई राख्दिएँ। कस्तो राम्रो भयो के, हेर्नु त, मैले जुम गरेर पनि देखाएँ है। त्यो हेर्दा मात्र होइन कि, खाँदा पनि साँच्चीकै भनेको असाध्यै मिठो भयो। आफ्नै घरमा बनाएको चाहिँ राम्रो हुन्छ कि, यो किनेको भन्दा पनि है। हेल्दी पनि, राम्रो पनि। भिडियो मन पर्यो भने लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनु होला। अनि फलो पनि अवश्य गर्नु होला है त।